गाइस आज चाहिँ म चाहिँ बारीतिर हिँड्न लागेको बहिनीहरू म चाहिँ जसिर त मेरो स्टुडियो लिएर आइज र मम्मीहरू चाहिँ उहाँ हुनुहुन्छ बारीमा त्यतिबाट बल खेल्न जाने रामसित लिएर आइज अनि त्यसपछि आज चाहिँ घर चाहिँ कोही पनि हुनुहुन्न र बहिनीहरू म चाहिँ हिँड्न लागेको बारीतिर भाइ चाहिँ गएछ कता बल खेल्नको लागि अब पानी सानी भरेर लागेको म चाहिँ बारीतिर अनि यस्तो छ बाटो चाहिँ यतातिरको यहाँ चाहिँ मलाई बुढाले अमिला बुढाले यहाँ तार छुन लगाएको छ यहाँ चाहिँ हाम्रो दाउरा र यहाँ चाहिँ हामीले गाभा लगाएको थियौँ र त्यसपछि यतातिर चाहिँ यस्तो छ बाटो चाहिँ नेपाली यहाँ र यस्तो छ र यहाँ बाटो चाहिँ यस्तो छ पुरै बाँसी बाँस गाडीलाई यिनीहरूलाई पनि गाह्रो हुन्छ यहाँ चाहिँ अरू चाहिँ र मम्मीहरू चाहिँ यहाँ हुनुहुन्छ हाम्रो नल काट्नु भएको छ र यतातिर चाहिँ पुरै नल काटेर भ्याएर यो बुटो चाहिँ अस्ति झारेको र यहाँ चाहिँ हामीले चाहिँ सखर लगाएको थियौँ अनि त्यसपछि यो सखर चाहिँ खनेको र बुटो चाहिँ पुरै झारेर पुरै दाउरेभरि दाउरा चाहिँ छ डाँठ पुरै मम्मीहरूले चाहिँ काटिरहनु भएको छ के अरे औ आन्दै अनि के दिन्छस् आन्दै अनि के दिन्छस् पहिला देखा चाहिँ बल खेलिरहनु भएको छ मामाहरू चाहिँ हाम्रो उहाँ तल चाहिँ ठुल्ठुला चाहिँ उहाँ तल बल खेल्नु भएको छ यता चाहिँ यत्रो काट्नु भएको छ नि यतातिरको नि यत्रो काट्नु भएर पुरै यता त पुरै गिराउनु जस्तो देखिएको छ बल खेल्नको लागि त सही हुन्छ मम्मी चाहिँ अझै काट्ने हुनुहुन्छ र आमा पनि आउँदै हुनुहुन्छ र म चाहिँ हिँडेँ बल खेल्नको लागि र त्यसपछि आमा पनि आउनुभएको छ र त्यसपछि यता चाहिँ पुरै लथालिङ्गे छ नल यता यस्तो कुरै छ अनि यहाँ चाहिँ हाम्रो यो के हो यसको चाहिँ नामै थाहा छैन यो चाहिँ पुरै सुकाउनु भएको छ पुरै बाटोभरि आमाहरूले चाहिँ यहाँदेखि पुरा वहाँ तकन सुकाउनु भएको छ तर यसको नाम चाहिँ के हो चाहिँ मलाई अहिलेसम्म थाहा छैन है अनि त्यसपछि म चाहिँ लागेँ बल खेल्नको लागि अनि बल खेल्नु बताउँदैछ र अनि त्यसपछि यतातिर चाहिँ बिहान र साना चाहिँ अचल चाहिँ जाडो हुन्छ पुरै बिहान र अनि त्यसपछि यो ग्राउन्ड चाहिँ ठुल्ठुलाको लागि बनाएको हो अनि मामाहरू चाहिँ कोही पनि खेल्नुहुन्न र अनि त्यसपछि हामी चाहिँ खेल्नु परेको छ होइन पुरा रस्सी बाँधेर खेलेको छौँ हामी चाहिँ र अनि त्यसपछि गिराउन्डमा चाहिँ यस्तो पहिरो गएको छ र त्यहाँ चाहिँ मूल फुटेको छ म त्यहाँ देखाउँछु गएर यतातिर चाहिँ पुरै झाडी बढेको छ र पहिला चाहिँ हामीले चाहिँ गिराउन्ड यहाँ पनि गराएको थियौँ यस्तो झाडी छ बाटो चाहिँ यहाँ चाहिँ मोटर बाटो हो यो चाहिँ तल गिराउन्डमा जाने गाडीहरू जाने र यो चाहिँ हाम्रो ग्राउन्डको टोइलेट हो टोइलेट चापी ल्याएर जान्छ यहाँ चाहिँ चापी खोल्नु पनि मिल्दैन र यहाँ चाहिँ यत्रो पहिरो गएको छ यतातिर चाहिँ पुरै भलले खोलेको छ र त्यसपछि यहाँ चाहिँ यस्तो गरेर मूल फुटेको छ पानी चाहिँ बगिरहेछ यत्रो मूल फुटेको छ र यस्तो चाहिँ बाँसो राखिदिएको चाहिँ त्यो मामाहरूले छ हो यहाँ चाहिँ यस्तरी बल खेलेको छन् अब चाहिँ बल खेल्ने हो
यत्रो रस्सी बाँधेर चाहिँ नेट दिनुभएको थियो र अचल चाहिँ नेटै दिनुभएको छैन र भनेपछि यहाँ चाहिँ यत्रो यत्रो जाली छ भनेपछि यहाँ चाहिँ हामी चाहिँ बल खेलेको छौँ र चाहिँ उहाँ चाहिँ एउटा दाइ चाहिँ हेर्नुभएको छ उहाँ चाहिँ खेलाडी हो बल खेलिरहेको छौँ हामी चाहिँ बल खेल्नु लगाएको र त्यो गेट चाहिँ आएकै छैनन् र केटाहरू चाहिँ लाइक सब्सक्राइब चाहिँ गर्नु नबिर्सनु होला अनि त्यसपछि हामी चाहिँ बल खेलेर चाहिँ हिँड्यौँ घरतिर र माइजूहरू पनि घाँस काटेर आउनुभएको छ भर्खर र अनि त्यसपछि अँध्यारो चाहिँ भएको छैन यो क्यामेरामा चाहिँ धेरै अँध्यारो देखाएको छ र यहाँ चाहिँ बल्ल 5:45 भएको छ माइजूहरू चाहिँ घाँस काटेर बल्ल आउनुभएको छ र अनि त्यसपछि हामी चाहिँ हिँड्यौँ घरतिर र चाहिँ अनि हाम्रो बारखेम चाहिँ आएर यिनीहरूले चाहिँ गीत गाउँछु भनेको छन् ल गीत गाउनु र अनि त्यसपछि अब चाहिँ रात पऱ्यो र आजको लागि चाहिँ यति नै सबैलाई बाई बाई